हेलो सो एभ्रिवान गुड मर्निङ है। अब चाहिँ उठेर टक्कै यहाँ काममा आएको छौँ हामी चाहिँ। अब यो टक्कै हिजो चाहिँ यहाँसम्म खन्यो, अब चाहिँ यति खन्नु बाँकी छ है। टक्क बिहान आज दिन राम्रो भएको छ है। त्यही हो साथीहरू, अब खाजासाजा अलिअलि खाइयो अनि काममा आएको छौँ है। अब चाहिँ टक्क काम गरेर फेरि दिउँसो पर पनि जानुपर्ने छ म चाहिँ। त्यही भएर अहिले चाहिँ अब घाँसहरू काट्नुपर्ने छ। हिजो धेरै राम्रो खने गरेँ क्या मैले, अनि आज चाहिँ नखन्नु कान्छ भन्ने कुराहरू हो, यहाँ कम्प्लेन आयो। त्यही भएर म चाहिँ अब यहाँ टक्क घाँस काटिदिन्छु। यो साथीहरू ल एकछिन भेटौँ है। साथीहरू है यति घाँस काटिसक्यो, अब यता यति काटिसक्नुभयो। अनि हाम्रो एकजना स्टाफ चाहिँ अब जानुहुने गरी खाना तरकारी पकाउन। त्यही हो, एकजना स्टाफ चाहिँ घटिसक्नु भएको छ हाम्रो। अनि अब चाहिँ हामी दाजुभाइ दुईजना मात्रै हो, भाइ पनि छ, भाइ चाहिँ उता गएको छ घाँस पुऱ्याउन, अब आउँछ होला। त्यही हो साथीहरू है। ल गाउँदैछ उता पल्लो घरमा हेलो साथीहरू है। एकछिन काम गरेको गर्ने भयो, अब चाहिँ टक्क पानी खान आएको है। त्यही हो, अब गर्ने भयो पानी खान आएको। दाइ भाउजू चाहिँ यता हुनुहुन्छ हाम्रो स्टाफहरू चाहिँ है। एभ्रिवान हेलो है। कामसाम गरेर अब चाहिँ टक्क खाना खानु आएको। खाना चाहिँ पकाइसकेको छ हाम्रो स्टाफले, त्यही हो है। ल अरू स्टाफ चाहिँ यता हुनुहुन्छ। फाइनली साथीहरू है खानासाना खाइसक्यो। अनि म चाहिँ नानीको ठाला है। अब चाहिँ दाइहरू खाना खानुहुन्छ हो, अनि म चाहिँ नानीको ठाला हो। अहिले चाहिँ अब एकछिन नानी हेर्न पऱ्यो। अनि यतातिर टक्क अब घर वाइफाई छैन, अब वाइफाई चलाउनु हिँडेको एकछिन चाहिँ अल्छी लाग्यो। अब नानी बोक्दै नानी सुताउँदै वाइफाई चलाउँछु। अनि चाहिँ अब टक्क परमा जाने प्लान थियो, पर पनि मेरो क्यान्सल भयो। अनि आज चाहिँ घरकै गरौँ भनेर घरकै गर्ने भयो। त्यही हो साथीहरू है। म त खाना खाइसकेँ, तपाईँहरूले के कस्तो खानुभयो एकदम। ल त्यही हो अहिलेको लागि चाहिँ साथीहरू है। अब चाहिँ हामी फेरि काममा जान आँटेको। टक्कै दुईजना स्टाफहरू आइसक्नु भएको छ हाम्रो लागि है, बारीको लागि। टक्क अब चाहिँ कामसाम गरेर पर्ने छ। त्यही हो, ल एकछिन हेरौँ है। ल साथीहरू है मेलोमा आइसक्यो। अब चाहिँ टक्क मेलोमा आएर अब चाहिँ खन्न थाल्न आँटेको है। हाम्रो नयाँ स्टाफ चाहिँ यहाँ हुनुहुन्छ। ल त्यही हो साथीहरू, अब चाहिँ हेर्दै जाउँ। भिडियो रेगुलर नै चल्छ आज चाहिँ है। त्यही हो, हिजो पनि भिडियो चाहिँ बनाएको तर एडिट गर्दा भएन। अनि चाहिँ मैले क्यान्सल हालेर फेरि आज पनि मेलो थियो, त्यही भएर क्यान्सल हालेर आज पनि बनाऊँ भनेर अब टक्क। ल त्यो साथीहरू अब एकछिन पछि भेटौँ है। ल हेलो साथीहरू, त्यही घाँस काट्दैछौँ है। अब चाहिँ टक्कै बारी भइसक्यो होइन। अनि मेरो स्टाफहरू चाहिँ यता हुनुहुन्छ। एकजना फेरि नयाँ स्टाफ थपिनु भएको छ है। त्यही हो, ल अब यो गरेर यतातिर गर्छौँ होला एक दुई गल्ला। अनि चाहिँ टक्क खाजासाजा खाएर 5 बजी चाहिँ हाम्रो छुट्टी हुन्छ। त्यही हो साथीहरू है। फाइनल साथीहरू चाहिँ घाँस काटिसक्यो। अनि म चाहिँ भिडियो बनाएको है। परमा अब बाँकी चाहिँ यति छ। अनि उता गर्नुपर्ने छ, त्यही अघि भनिहालेँ है। कहाँ छ के छ म चाहिँ अब यो काम छोडेर है फेरि अर्कै काममा जानुपर्ने भयो। अब त्यो चाहिँ कोपी रोपेको छ क्या हाम्रो, अनि कोपी मिलेर रोपेको छ 2 घरले। अब त्यो चाहिँ कोपी काट्नु जानुपर्ने भयो। त्यो कोपी काटेर कतिखेर आइन्छ है। त्यही हो, अब गर्नु भनेको फेरि मान्छे भएन क्या, पर्नु जाने कुरो भएन। अब चाहियो नि त घरको, अब यहाँनिर काम गर्ने मान्छे नि चाहियो होइन, सब चाहियो नि त। त्यही भएर मै जानुपर्ने भएर अब चाहिँ म चाहिँ कोपी काट्नु हिँडेको। अनि देखाइसकेको थियो होला, त्यही भएर फेरि पनि हेर्नलाई यो मेरो गाउँ चाहिँ है। मेरो घर चाहिँ यो रातो टिनको लगाएको हो। अनि अरू चाहिँ यो चाहिँ मेरो छिमेकी र खासै घर चाहिँ छैन क्या। हाम्रो घरहरू चाहिँ त्यस्तै 8-9 घरहरू मात्रै छौँ क्या हामी। त्यही हो, सानो गाउँ छ, त्यस्तो ठुलो छैन है। फाइनली साथीहरू है मैले कोपी काट्ने ठाउँ चाहिँ आइसकेको छ। अब त्यो हामी दुईजना चाहिँ कोपी काट्नु जान्छौँ। भिडियो रेगुलर हेर्दै गर्नु होला साथीहरू। कोपी काट्ने ठाउँ चाहिँ आइसकेको छ है। 2जना झरिएको छ,
यस्तै छ कोपीहरू चाहिँ काट्ने बेला अस्ति भएको थियो तर त्यत्तिकै कोपी पनि बिग्रेर होइन यस्तो छ यी होइन कोपीहरूको यो एकछिनपछि भेटौँ है काम गर्नु छ कोपी चाहिँ काटिसक्यो कोपी चाहिँ लास्टै खेर गयो है यत्रो खेर गएर बाँकी चाहिँ यति छ 30-40 किलो होला है त्यत्रोमा यो सबै खेर गयो होइन मजाले बिरामी छु क्या एउटा नाक बुच्चियो कानै बुच्चिरहेको छ है घाँटी दुखिरहेको छ टन्सिल भएको छ थुक्निलो हुँदैन त्यही कोकुले टक्क काट्दै हुनुहुन्छ यत्रो खेर गइसक्यो अब यिनीहरूको कामै छैन होइन के गर्नु र यो सुँगुरलाई चारो चाहिँ हुन्छ है त्यही हो साथीहरू अब राम्रो चाहिँ यति नै है भएको यति हो 2टा अरू चाहिँ खासै सबै बिग्रेर गयो अब चाहिँ सुँगुरलाई चारो हुन्छ 1-2 दिनलाई त्यही हो साथीहरू म चाहिँ मेरो घर आइसकेँ होइन कोपी काट्नु गएको थिएँ नि त अघि चाहिँ अनि हाम्रो खान सकेर यहाँ चाहिँ आधी भइसक्यो रहेछ खोइ अरू चाहिँ यहाँ चाहिँ 2जना मात्रै हुनुहुँदो रहेछ बाउ र फोपो के कस्तो गाह्रो भएको छ भन्नु के भएको छ बबाल छ होइन त्यही साथीहरू बबाल भएको छ अरे मेरो पर्मलाई होइन के खाँदैन जस्तो छ है भयो सो साथीहरू मेरो भदै चाहिँ यहाँनिर है स्लिपिङ गरिरहेको रहेछ सुतिरहेको रहेछ होइन हाम्रो पर्मर चाहिँ त छ के छ पर्महरूको हाम्रो स्टाफहरूको खाजा पानी के भयो कहीँ ल पो के खाजा पानी कस्तो के भयो बल छैन ल त्यही हो अन्त होइन कस्तो भाउजूले एकदम मजा भएको छ ल मोबाइल चाउलीहरू नआउँदा हुन्छ है त्यही हो साथीहरू घर आयो अब चाहिँ काम गर्नुतिर लागिन्छ भरे भेटौँ है साथीहरू है फेरि पनि म चाहिँ अब फेरि नै उतै फर्किने छु कोपी काटेकोतिर किनभने पसल ल्याउँदाखेरि नि त अनि पसलतिर जाँदैछु अब ड्युटी ल्याउनु पर्ने छ त्यही हो अब टक्क आजको भिडियो बनाएर चाहिँ टक्क एडिट गरेर बेलुका भोलि बिहानसम्म चाहिँ भिडियो आइसक्छ है त्यही हो अब लास्टै गाह्रो क्या होइन भ्लग बनाउँछु मात्रै भनेर चाहिँ भएन म भने त्यस्तै बनाउँछु भन्ने चाहिँ थियो त्यही भएर बनाउँछु मात्रै भन्नु भएन लास्टै दुःख हुन्छ है लास्टै दुःख भन्नुपर्दा अब होइन अहिले बेलुका अब टाइम हुँदैन अब त काम गर्नुपर्छ अहिले त अनि भरे त्यस्तै 6 बजीदेखि चाहिँ अब काम सकिन्छ अनि हातहरू धोएर टाउको धुनु पऱ्यो होइन लुगा फेर्ने गरेर अनि लुगा धोएर बेलुका जानुपर्ने हुन्छ जाडोमा होइन चिसो हुन्छ अब घरमा नेट छैन त्यही अब छिमेकमा गएर नेटमा एडिट गर्नुपर्ने हुन्छ होइन कति के हाल्नुपर्छ लास्टै जाडो हुन्छ दुःख हुन्छ होइन त्यही पनि बनाउनै पऱ्यो भ्लगमा लागेपछि होइन अब अलिअलि आफ्नो मन शान्तितिर बनाउनै पऱ्यो यसो त्यही हो साथीहरू अब डिउसी लिएर खाजासाजा खाएर अनि चाहिँ टक्क यसि फेरि पनि काम गरेर आज चाहिँ अलिक सकिन्छ होला अनि त्यहाँ पछाडि भोलिलाई पनि रहन्छ होला भोलि चाहिँ अलिक के गरिन्छ हिजोदेखि चाहिँ अलिक घाँटी दुखेको थियो आज झन् घाँटी दुखेर अलिक कस्तो भइरहेको छ टन्सिलहरू जस्तो भइरहेको छ अनि अलिक त्यो मार्की होइन अलिअलि लागिरहेको छ अहिले नलाग्नुपर्ने जस्तो लाग्यो अलिअलि बिरामी पनि भइरहेको छ त्यो पनि भिडियो त बनाउनु पऱ्यो होइन काम गर्नै पऱ्यो भिडियो बनाउनै पऱ्यो त्यही हो साथीहरू है अनि भिडियो अहिले साथीहरू है हाम्रो जब खाजा खाने काम हुँदैछ है खाजा चाहिँ रेडी भइसकेको छ अहिले चाहिँ त्यही होइन फाइनली साथीहरू है खाजासाजा खाइसक्यो है ए खाजासाजा खाइसक्यो टक्क बल्ल उठाएको अहिले हेलो सो साथीहरू है आजको काम के गर्यो होइन अब चाहिँ भिडियो आइसकेको छ फेरि पनि नाम चाहिँ चेन्ज भएको छ एमएसबाट सुचनमा झरेछ नाम चाहिँ एक्सचेन्ज गरिएको छ है नाम अनि भिडियो हेरेर बेल आइकन अन गर्नु होला त्यही हो भन्न चाहन्छु है ल अब हामी चाहिँ फाइनली अर्को भ्लगमा भेट्नेछौँ त्यही हो साथीहरू ल